दर्शक दिन नमस्कार सम्पूर्णमा मेरो युट्युब च्यानलमा स्वागत छ। आज कान्छी रिभ्यू लिएर आएको छु। सुरुदेखि अन्तिमसम्म हेर्नुहोला। र हो त सागर र कान्छी भेट भइसकेपछि उनीहरू होटलमा कोठामा बसेका हुन्छन् र उनीहरू चाहिँ यति माया गरागर गर्छन् र उता फेरि दारीजुङ्गे भइरहेको हुन्छ र अब घर जाँदाखेरि त सरसफाइ गर्नुपर्छ नि, दारीजुङ्गा म काटिदिन्छु भनेर उसले चाहिँ काटिदिन्छ र राम्रो भएर जानुपर्छ छोरीहरूलाई भेट्नुलाई। कहाँ त्यस्तो जुङ्गादारी भएर हुन्छ त भन्छ। अनि होइन म साइलोनमा गएर म जान्छु अनि म काट्छु, तर कति घन्टा लाग्छ थाहा छैन भन्ने कुरा गर्छ। र पनि कान्छीले चाहिँ उसलाई दिँदैन र म आफै काट्छु नि भन्छ। र अनि आफै गफ गर्दै उनीहरू काटिदिन्छ र राम्रो ह्यान्डसम बनाउँछ र उता फेरि उसको दाइ र उसको देवार चाहिँ भन्छ कि होइन उनीहरूको भेटघाट भएर चाहिँ यहीँ हेर त कान्छी र ज्वाइँ यति अब टाइम लगायो, हेर यति ढिलो किन ढिलो गरेका होला, हेर त गफसफ गर्दै बस्दैको होला भन्दै कुरा गर्छ। र उता फेरि होइन भन्दै कुरा फेरि ठ्याक्कै त्यतिखेर चाहिँ कान्छी आइपुगेर उसले सुनिराखेको हुन्छ। होइन देवर बाबु, मैले त तपाईँ त त्यस्तो गर्नुहुन्छ होला जस्तो लागेन, त्यस्तो कुरा काट्नुहुन्छ होला भन्ने त लागेको थिएन, कस्तो कुरा काट्दै बस्नुभएको मेरो कुरा भन्दै कुरा गर्छ। र के गर्नु त अब आउनु भएन, के गर्नु, त्यही भएर नि छिटो जाउँ भएर गाडी भेट्दैन भनेर नि भन्दै कुरा गर्छ। र नि उसको दाजुले पनि गाडी भेट्दैन लु कान्छी छिटो जाउँ भन्नु। अब किन टाइम लाग्यो, कस्तो टाइम लाग्यो भने यता हेर्नु न ज्वाइँलाई अनि थाहा हुन्छ भनेर कान्छीले चाहिँ देखाउँछ। अनि लास्टमा चाहिँ ज्वाइँ आइपुग्छ र तर अति राम्रो ह्यान्डसम भएर आएको हुन्छ। अनि लु कान्छीले पनि त्यसरी कसरी ह्यान्डसम पो भएर आउनु भएछ त, त्यही भएर पो टाइम लागेको रहेछ भन्छ। अनि कसले काटिदियो भन्छ। अनि मैले आफै काटिदिएको नि भन्छ। होइन कान्छी तैँले नि कहाँ कसरी तैँले सिकिस्, कहिले सिकिस् यस्तो भन्दै कुरा गर्छ। र अनि उता फेरि उसको आमा र उसको भाइहरू सबै यति खुसी भएको हुन्छ, उसको बाउ पनि खुसी भइरहेछ। अनि फोनमा कुरा गरिरहेको हुन्छन् र उनीहरू सबै कुरा गर्छन्। अब चाहिँ उनीहरूलाई स्वागत गर्नुपर्छ भनेर कुरा गर्छन्। अनि उता उसको छोरी पनि स्कुल जान मान्दैन, कपडा सपडा लाएर आएको हुन्छ। र अनि मेरो बाबा र मम्मी आउनुहुन्छ, त्यही भएर म त अहिले जान्न बोजू भन्छ। र पनि उसले चाहिँ होइन जान अहिले आउँदैनन्, 5-6 बजे मात्रै आउँछ, त्यतिखेर त स्कुल गएर पनि आइसकेको हुन्छस् नि, पहिला आइपुग्छ भन्छ। अनि पढ्नुपर्छ बाबा भन्छ। ल अनि त्यो भने ल हुनु त हो, म त स्कुल आउँदै बाबा मम्मी आयो भने त मैले के गर्नु, आउने बित्तिकै बेरमा देख्नै पाउँदैन भन्छ। अनि उसको बाजेले पनि होइन नाति पनि आइपुग्छ, त्यही भएर चाहिँ हो बाबा मम्मी हुँदाखेरि त 5:30-6 बज्छ होला, त्यही भएर नजिकबाट आउने होइन, सहरदेखि आउनु पर्छ। त्यही भएर हजुरआमालाई चाहिँ फोन गर्दाखेरि त खोइ हिँडेकै छैन रे, बाटो लागेकै छैन, टाइम लाग्छ छोरी, ल जा भन्छ। अनि उनीहरू जबरजस्ती गरेर जान तयार हुन्छ। हस् त आमा भन्दै उनीहरू जान्छन्। अनि हेर त भन्थ्यो होला नि त कान्छी, वा कति पहिला हामी छोरी कान्छीको पनि विवाह गर्न पर्थ्यो, सागर बाबासँगको त नाना थर्ती दुईवटाको बच्चा हामी त्यस्तै उस्तै भन्ने कुरा गर्थे। यस्ता उस्तै भनेर छटपटाएर मर्न आँटेका थिए, तर ठिक छैन गरेको भन्ने कति कुरा काट्थे, तर पनि हाम्रो पनि एक सेकेन्डको पनि उनीहरूको नराम्रो हो यिनीहरू हो नभएको केही थाहा भएन, केही हुँदैन। यो त गाउँलेहरूले जिउँदै ज्वाइँ आएपछि देख्यो भने जलेर जिउँदै मर्छन् यिनीहरू त, गाउँलेहरू त कुरा काट्ने मान्छे त। अब त्यही भएर साह्रै राम्रो हुने भयो अब त परिवार त भन्ने कुरा छ। अनि फेरि उता उसको बाउले चाहिँ होइन अब त्यत्रो सामान घरबार त दुईचोटि बिग्रिसक्यो, अब फेरि यसरी बिग्रियो भने त साह्रो गाह्रो हुन्छ नि भन्दै कुरा गर्दै गफ गरिरहेको हुन्छ। अनि अरू चाहिँ कान्छी त ठिकै हो, अब ठुलेको चाहिँ घरबार बनाउनु चाहिँ गाह्रो भयो, उनीहरूको चाहिँ घरबार बिग्रिसक्यो भन्दैछ। अब ठिकै गर्नु त हौ, अब त्यस्तै हो, के गर्ने, भाग्यमा त्यस्तो लेखेको रहेछ भन्दै कुरा गरिराखेको हुन्छ, गफ गरिरहेको हुन्छन्। अनि उता त्यतिकै उसको छोरा जेठाको चाहिँ कुरा गरिराखेको हुन्छ। र फेरि उता उसको जेठा छोराले पनि म पनि अब यसरी एक्लै बसेर त हुँदैन होला, अब कसरी जिन्दगी बिताउने हो भन्दै सम्झिराखेको हुन्छ। अब मेरो बहिनी र जयको चाहिँ जोडी मिलियो, अब चाहिँ मेरो पनि कसरी छ माया देखेर त अब मलाई पनि कस्तो गाह्रो हो, मलाई पनि
मेरो जोइले पनि कति धेरै माया गर्छ, म बहिनीले पनि धेरै जोइलाई माया गर्छ। मलाई गरे पनि गर्ने कसैले गर्नु पाए त्यसरी मैले बहिनीले माया गरे जस्तै मैले पनि कसैले माया गर्ने पाए त मेरो जीवन पनि स्वर्गै हुन्थ्यो होला। तर के गर्नु, म अभागीको मान्छेमा यस्तो माग्न पाउनलाई त लेखेको छैन। हे भगवान्, तिमी छौ यस्तो भने मलाई माया गर्ने, एकजना बुझ्ने दुःखको साथ गर्ने एउटा असल मान्छे मेरो लागि पनि जुटाइदेऊ यता कि म पनि उसँग हरेक दुःख सुखमा साथ दिने खुसी साथ कट्ने भए हुन्थ्यो भनेर सम्झिराखेको हुन्छ। त्यतिकैमा चाहिँ खाना खाने ठाउँ आइपुग्छ र अनि ड्राइभरले चाहिँ ल खाना खाने ठाउँमा आइपुग्छ है, ल खाना आउनुहोस् है सबै भन्छ। अनि उसको फेरि भाइले चाहिँ दाइ तपाईँ त टल्लै राख्नु भएको छ त, जाउँ खाना खान जाउँ भन्छ कान्छीको देवारले चाहिँ। अनि होइन तपाईँहरू खानुहोस्, मलाई भोक लागेको छैन, म यहीँ बसिरहेको छु भन्छ। अनि फेरि उसको होइन दाइ त्यसरी हुँदैन नि, गएर चाहिँ खाम दाइ जाउँ भन्छ। भाउजू लु जाउँ खाना खानको जाउँ भन्छ। अनि उसको सागाले पनि जाउँ हुन्छ भन्छ। अनि बुन्टु भन्दै बोलाउँछ कान्छीलाई चाहिँ, खाना खाने ठाउँ आयो ल जाउँ है भन्दै कुरा गर्छ। अनि बुन्टुले चाहिँ नै हुन्न, म त खाने मन छैन, म त यत्तिकै निन्द्रा आउँछु तपाईँकै काखमा भन्दै गर्छ। अनि उसको तातो पानी खानुपर्छ, तातो फेरि भात खानुपर्छ भन्छ उसको सागरले चाहिँ। अनि फेरि होइन मैले त त्यही खाऊ, अनि त्यहाँदेखि फेरि यसरी नै सुत नि त पाइहाल्छ त, लु उठ फेरि त खानुपर्छ क्या केही भन्छ र फकाइराखेको हुन्छ। बिस्तारै सुत भन्छ। दाइहरू पनि जान्छ अरे भन्दै कुरा गर्छन् र उनीहरू खाना खानु जान्छन्। अब हवस् त आजलाई नै यति नै, अर्को भिडियोका लागि पर्खिनु पर्छ। हवस् त, जय नेपाल।